बिहान धेरै पस ए फर्किन्छ त होइन अलि पानी खानु फेरि पड्किन्छ नि त यहाँनिर चाहिँ गएर फेरि म त आलुमा अलिअलि पानी छोकेर उयोमा पड्किँदै भएन यहीँ लाग्यो ए तर यो नि खोर्सानी भएर पड्केको जस्तो लाग्यो मलाई फेरि खोर्सानी नलाग्नु भएको सिमी लगाइदियो ल ठुलो खालको घर नलाउने मसलाहरू पाएको छ यस्तो लाउने कस्तो मेरो टमाटर पट फुटेछ हौ यतै हेर्नु त यो करेला पनि सुक्खा हुन्छ नि त है तेरो करेलाको बिहा सुक्खा हुन्छ डढ्नु खोजिहाल्छ क्या खाना टक्क यस्तो छ हाम्रो चाहिँ देखाइदिउँ न खाना चामलको भात भनौँ न चामलको भात कसैले अब दाल त के हो भन दाल चाहिँ हो है हाम्रो दाल चाहिँ कालो दाल र घोडे दाल मिसाएको छु दाल चाहिँ एकछिनमा चलाउँ अलि तातो छ एकछिन सेलाउँदै गरौँ तपाईँहरू पनि यस्तै कालो दाल र घोडे दाल खानु तपाईँहरूलाई मनपर्छ भने आउनु होला हाम्रोमा हामी यस्तो पकाएर दिनेछौँ बुढाबुढीहरू चाहिँ रेडी छौँ पकाउनुलाई
म पकाउने बुढा मसला पिस्दिहाल्नुहुन्छ म पकाइहाल्छु नि होइन आया ओठ फुटेर एकातिर दाउराको कमी भयो के हो जाए बाटो यो बलिहाल्छ नि यो लान्न सानो लान्छु यो पाखुरा दुखेर छ कस्तो झटक झटक हुन्छ घरिघरि यताउता नगर्नु भन्नुहुन्छ म फेरि झटक झटक गर्छु ठुल्ठुलो दाउरा मलाई पोल्नु मन पर्दैन कि अगाडि मल छ नि त त्यो मसिनो ल्याउँछु सकिहाल्छ अब चाहिँ मसला हाल्छु ल अनि मसला हाल्ने बेला भयो टमाटर पनि फर्पक्क हुँदैछ मसला हालेपछि त्यसमा पाक्छ त्यो मसला रेडी मैले चाहिँ सिँगै लागेको है बुढाले पिरो नहाल्नु भन्नुभयो तरकारीमा अनि मैले चाहिँ सिँगै लगाइदिएको अघि त्यही भएर अघि आलु पड्केर झन् गालामा घाउ भयो पटक पटक त तेल पड्केर आएको थियो त करेलाको जिब्री सिँगै भएर खोज्दा खोज्दा भेटिले आलुसँग फेरि बा नचिरिएला भनेर सिँगै लगाइदिएको के सिमी धेरै डढ्छ के भएको यो सिमी ल यति त पानी हाल्नुपर्छ यो चाहिँ अहिले अचारमा लाउनुले दालमा लगाएर उमाल्नुपर्छ अहिले एकछिनमा दालको लागि एकछिनमा उमाल्ने म यहाँनिर उमाल्छु तरकारी पाक्छ हामी दाल चाहिँ होइन यस्तो भएको छ कि रातो भएको छ देखिँदैन यता यस्तो छ यसलाई चाहिँ अब मैले साँपु काटेर लाग्छ नि त यो काँचो त्यसलाई चाहिँ अब उमाल्छु म किनभने काँचो साँपु अलिक मिठो हुँदैन पाकेको अलिक बास्ना पनि मिठो हुन्छ पाकेको नुन सानै हो त्यो धनियाँ लाउनु है काटेर सानो खालको टमाटर माथि लगिदिनु पर्ने अलिकति काकीलाई उहाँहरूको छैन तल जानु पर्दा त टमाटर पनि ल्याउनु हुन्थ्यो भन्नुहुँदै थियो माथि साइली काकीले तरकारी चाहिँ यसमा ल्याउँ है पाकिसक्यो तरकारी चाहिँ के खोर्सानी सुकेको लाउने हरियो टिपेले मैले लाउनु एउटा थिएँ अलि राम्रो चाहिँ लाउनु है कुनै कुनै त त्यो कालो पसेको हुँदो रहेछ खोर्सानीमा तरकारी कस्तो भयो त अब तरकारी पाकिसक्यो अब यो दाल उम्लिन्छन् खाना खाने
एकछिन छोपिदिउँ, छिटो उम्लिन्छ। धनियाँ सबै नै त्यसमा लाउने हो नि त, भनेर लिएको। यसमा मैले फेद लगाएको थिएँ, फेद पिस्नु अलिक गाह्रो हुन्छ कि त्यहाँनिर पिसिँदैन नि त, हतपत्ती हुँदा यहाँनिर तरकारीमा लगाएको क्या फेद चाहिँ। कस्तो मिठो बास्ना आउँछ है धनियाँको है। हो मलाई चाहिँ मनपर्छ एकदमै। यसको अब म आज सुकाउँछु, यसलाई सुकाउनु पर्नेछ अहिले घाममा। यो आलु यतै राखिदिउँ। अब चाहिँ हाम्रो फाइनली खाना पाकिसक्यो। दाल, भात, तरकारी अनि अचार, धनियाँ टमाटरको अचार यहाँ छ। अब म खाना पस्केँ त अब खाना चाहिँ अब तातो खानुपर्छ, किनभने जाडो मौसममा तातो खाना खायो भने आनन्द हुन्छ नि त। चिसो खाना खायो भने रुच्दैन अनि पस्दैन। भात पनि अलि गिलो गिलो भइसक्यो क्या हौ। तरकारी लाने ठाउँ बनाऊ। तरकारी लानु पर्छ अरे फेरि, हट्दैन त तरकारी पस्किनु दिनु, तरकारी पस्किन्छ ढाडो। तरकारी भाउरा बिहा पनि खै तरकारी भयो। अब अचार यहाँ हाम्रो चाहिँ अचार चाहिँ आज बुढाले पिस्नु भएको है, चाहिँ एकदमै होइन कस्तो छ अब खाएर थाहा हुन्छ। अचार अचार अब चाहिँ दाल पस्किन्छु ल यता। दाल एउटा नै रहेछ है। अर्को पनि यही रहेछ खोर्सानी। धेरै पस्के के खाना चाहिँ म खाना खानु रेडी भइसक्यो, किनकि मलाई खाना एकदमै भोक लागिसकेको छ। आज चाहिँ मलाई मनपर्ने तरकारी आलु अनि करेलाको बिहा अनि के उयो सिमी, अनि मलाई एकदमै धनियाँको अचार चाहिँ धनियाँ पिसेको र टमाटर पिसेको चाहिँ मलाई धेरै मनपर्छ। साथै फिलिङ्गी पनि छ, यहाँनिर फिलिङ्गीको अचार पनि मैले ल्याइसकेको छु। अब चाहिँ म खाना खानु लागेँ, किनभनेदेखि अचार पनि छ है, थपेर खानुपर्छ अहिले। ल अब चाहिँ म खाना खाएँ ल। दाल लाउँ कि मुन्टो घोप्टे आउँछ भने मुढामा खान्छु। आज भुइँमा खानु पर्यो। खाएँ ल। धेरै पिरो भएछ अचार पनि मर्ने भयो। अब फर्स्टमा बिहा खाम। यसरी खान्छु है।
कति तातो भयो के नि फिलिङ्गे खानु भयो कि अर्को फिलिङ्गे खानु न ठिक आँखा गरेकै आज कतिवटा फुल्ने एकचोटिमा ए यो पनि खाएको थिएँ नि त फेरि यो पनि भाजी पनि पिरो भयो बिहा कसो भयो